नमस्कार सबैजनामा। आज तपाईहरुलाई रेगुलेटरी स्यान्डबक्स मोडेल राष्ट्र ब्याङ्कले जारी गरेको यो के हो यसको बारेमा भन्न गएको छु। रेगुलेटरी स्यान्डबक्स मोडेल भनेको के हो भने कुनै पनि इनोभेटिभ टेक्नोलोजिकल प्रोडक्ट र सर्भिसलाई चाहिँ टेस्टिङ गर्ने एउटा सीमित दायरा भित्र राखेर टेस्टिङ गर्ने मोडेल हो। यो किन गरिन्छ भने कुनै पनि इनोभेसनलाई एडप्ट गर्दा फुल स्केलमा इम्प्लिमेन्ट गर्यो भने त्यसबाट हुने रिस्कहरुलाई चाहिँ मिनिमाइज गर्नको लागि चाहिँ एउटा सर्टेन दायराभित्र रेगुलेटरको चाहिँ प्रत्यक्ष निगरानीमा सर्टेन कन्ट्रोल इन्भाइरोमेन्टमा त्यसलाई टेस्ट गरिन्छ टेक्नोलोजीलाई। त्यो पास भइसकेपछि फुल स्केलमा इम्प्लिमेन्ट गरिन्छ र यो गर्दा चाहिँ के हुन्छ भने रेगुलेटरले चाहिँ रेगुलेसन पनि अलि रिल्याक्स गरेको हुन्छ। रिल्याक्स गरेको हुन्छ भन्दैमा सबै कुरा रिल्याक्स गर्दैन। जस्तै तपाईको केवाइसी भयो हैन, अनि एएमएल सेफ्टीको कुरा, अनि डाटा प्राइभेसीको कुराहरूलाई चाहिँ एज इट इज राखेर अरू कुरालाई रिल्याक्स गरेर यसमा टेस्ट गरिन्छ। यसमा पास भइसकेपछि फुल स्केलमा इम्प्लिमेन्ट गरिन्छ। यसले चाहिँ टेक्नोलोजी एडप्ट गर्दै जाँदा हुने रिस्कलाई चाहिँ मिनिमाइज गर्छ। यो मोडेल चाहिँ संसारभरि नै परेको हुन्छ र राष्ट्र ब्याङ्कले पनि फाइनेन्शियल सेक्टरमा आबद्ध ब्याङ्क, रेमिटेन्स कम्पनी, फिनटेक कम्पनीहरू हैन, अरू पेमेन्ट सिस्टमहरुका कुराहरूले चाहिँ यो स्यान्डबक्स मोडेल गाइडलाइन्स मार्फत समेटेर उनीहरूले चाहिँ इनोभेटिभ फिनटेक प्रोडक्टहरू ल्याउनको लागि चाहिँ एउटा केही बाटो खोलेको छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? प्रतिक्रियाको लागि कमेन्ट गर्नुहोला र अर्को भिडियोमा भेट्ने बाचा साथ म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।